जे बटलक ज्यादा पैसा यहाँ ओकरे बनल सरकार। या त नेते के भेष में चलै छै व्यापार। नमस्कार मित्रहरू, के त सबैजनाको भोटर आइडी बन्यो? यदि कसैको भोटर आइडी बनेको छैन भने छिटै बनाइलिनु होला, किनकि समय अब समाप्त हुन लागेको छ। अनि तपाईहरुसँग मेरो एउटा सानो रिक्वेस्ट, हात जोडेर रिक्वेस्ट गर्न चाहन्छु कि धेरै भयो तपाईहरुको अब मासु दारू खाएर भोट बेच्ने प्रक्रिया। धेरै भयो तपाईहरुको 500 रुपैयाँ लिएर भोट बेच्ने प्रक्रिया। अब यो प्रक्रियालाई चाहिँ अन्त गरिदिनु होला। एकचोटि पनि त्यो जेनजी आन्दोलनमा शहीद भएका 19 जनताहरूलाई सोच्नुहोस्। उनीहरूले चाहिँ तपाईकै भविष्यको लागि, तपाईकै उज्जवल कामनाको लागि आफ्नो ज्यान दिएको छ। तपाई उनीहरूको योगदान सोच्नु होला। यदि तपाईले चाहिँ यो चोटि पनि दारू मास खाएर भोट बेचे भने उनीहरूको योगदान खेर जान्छ। धेरै भयो। यहाँ चाहिँ मध्य प्रदेशमा चाहिँ यो सिस्टम धेरै पहिलेदेखि चल्दै आएको छ कि दारू मास खाएर आफ्नो भोट नेताहरू लिइहाल्छ। अनि एउटा मलाई जैना दाजुको एउटा गानाको 2 लाइन याद आयो। म त्यो 2 लाइन गाएर तपाईहरुलाई भन्न चाहन्छु कि जे बटलक ज्यादा पैसा यहाँ ओकरे बनल सरकार। या त नेते के भेष में चलै छै व्यापार। अनि तपाईहरुको समाजमा, तपाईहरुको गाउँमा जो नेता आए, नो म्याटर त्यो चाहिँ मुख्यमन्त्री हो, संसद हो, मेयर हो, नो म्याटर, उलाई चाहिँ प्रश्न गरौँ कि तपाईहरुले हामीहरुको लागि गरेको के हो? हामीहरुको लागि अब तपाई यदि नेता बन्ने छौ त तपाई के गर्छौ? हाम्रो उच्च शिक्षाको लागि के गर्छौ? हाम्रो रोजगारीको लागि के गर्छौ? हाम्रो उज्जवल भविष्यको लागि के गर्छौ? हाम्रो कृषिहरुको इम्प्रुभमेन्टको लागि के गर्छौ? हाम्रो गरिबी कम गर्नको लागि के गर्छौ? तपाई उनीहरुसँग प्रश्न सोध्नु होला। यदि कोही नेता यो प्रश्नको जवाब दिएन भने त्यसलाई नसुन्नु होला। धन्यवाद।